सेवापाटी समाचारमा हार्दिक स्वागत छ। आज दिनभरिका घटनाका साथ यहाँहरूमाझ उपस्थित भइसकेको छु। सुरु गरौँ आज दिनभरिका समाचारका शीर्षकहरूबाट। परराष्ट्र मन्त्री खनालसँग अमेरिकी उपविदेश मन्त्री रोजर्सको भेटवार्ता। महरालाई 1 लाख धरोटीमा छोड्न विशेष अदालतको आदेश। रवि लामिछाने पुगे दिल्ली, भाजपा महासचिवले गरे स्वागत। नेप्से 26.72 अङ्कले घट्यो, 5 अर्ब 61 करोडको कारोबार। सानीगाड हाइड्रोको आइपिओ आजदेखि खुल्ला। साफ महिला च्याम्पियनसिपको सेमिफाइनलको समीकरण पुरा। सडक सहज बनेपछि मुस्ताङमा पर्यटकको भिड। मुक्तिनाथ र कागबेनी दर्शनार्थीको घुइँचो। रासपा सांसद दीपक बोहराका मानव अधिकार आयोग विरुद्ध सर्वोच्चमा रिट। प्रचण्ड नेतृत्वको नेकपाले भन्यो सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्ति गैर जिम्मेवारीपूर्ण। प्रधानमन्त्री शाहले जनतासँग माफी मार्ग प्रशस्त गर्न एमालेको माग। हत्या गरेको अभियोगमा झापाबाट पक्राउ। तपाईहरुलाई आजको समाचार कस्तो लाग्यो त? यस्तै ताजा समाचारका लागि हाम्रो च्यानललाई लाइक, फलो, कमेन्ट गर्नुहोला। धन्यवाद।